जोजुलपा युट्युब च्यानल तिमला जले लस्कुस्तु थौ हान जिचिक पिन्त नेपाल भाषा सेने त वया चोना वो नेपाल भाषा या ब्लग न सोया दिस र आजको हाम्रो टपिक छ बाला अर्थात राम्रो राम्री यो वर्ड रिलेटेड सेन्टेन्सहरू र कन्भर्सेसनहरू बनाएर आज म हजुरहरूलाई नेपाल भाषा सिकाउँदै छु बाला बाला अर्थात ब्युटिफुल अब त्यो ठाउँ पनि हुन सक्छ मान्छे पनि हुन सक्छ अब केटी मान्छे पनि हुन सक्छ र यसलाई अब थप बुझाउनको लागि मैले यहाँ सेन्टेन्सहरू लिएर आएको छु पहिले सेन्टेन्सहरू छ त्यसपछि कन्भर्सेसन छ यो एउटा च्याप्टरलाई मैले सेन्टेन्स र कन्भर्सेसन दुईटा मिक्स गरेको छु र नम्बर 1 छ राम्री मैया र लेडिज फर्स्ट भन्ने भएकोले मैले सबभन्दा फर्स्टमा यो राखिएको छु अब राम्री मैयालाई नेपाल भाषामा बा बाला होइन यो बा हो बाला म बालाम मेचु मेचु बालाम मेचु त्यस्तै गरी कति राम्री भनेर अब हामी कोही केटी मान्छे देख्दाखेरि अब तारिफ गर्छौं त्यस्तो त्यो भन्नको लागि चाहिँ गुली बाला यसमा कन्फ्युज नहुन बाला होइन बा हो बाला गुली बाला सारै राम्री तस तस क मात्र होइन क तस क बाला तस क बाला अब नेक्स्ट छ हामीले अब केही कुरा ल साह्रै राम्रो भयो भनेर भन्छौँ नि अब कुनै कुरा अब सुन्दाखेरि अब त्यो त्यसको हो यो चाहिँ ल साह्रै राम्रो का का तस क बाला का तस क बाला राम्रो सपना बा लाउ लाउ बा लाउ म ग स मगस बालाउ मगस यो मगसको सेन्टेन्सहरू एउटा अर्को डिफ्रेन्ट सेन्टेन्सहरू प्रिभियस च्याप्टरमा पनि आएको छ हजुरहरूले मेरो यो यो च्याप्टरहरू कन्टिन्यू हेरिराख्नु भएको छ भने यो याद होला हजुरहरूलाई बालाउ मगस राम्रो काम बालाउ ज्या अब कसैको काम राम्रो काम गर्यो अथवा कुनै कसैले अब काम गर्ने राम्रो छ भन्नु पर्यो भने चाहिँ बालाउ ज्या अर्को सेन्टेन्स छ राम्रो काम गर है अथवा राम्रो काम गर्नुस् है बालाउ ज्या या नि बालाउ ज्या या नि अब यसलाई राम्रो काम गर्नुस् है भन्नु पर्यो भने चाहिँ बालाउ ज्या याना दिस नि बालाउ ज्या याना दिस नि याना याको साथ याना दिस राम्रोसँग पढ बा लाक आख आ यसरी राख्दाखेरि चाहिँ सजिलो हुन्छ होला आ ख आख आख बो बालक आख बो राम्रो ठाउँ अब जस्तै कुनै ठाउँमा जाँदाखेरि आहा कति राम्रो ठाउँ भन्छौँ हामीले त्यो हो बालाउ थ्या तिम्रो अनुहार कस्तो राम्रो छङ्गु छङ हुन्छ यसमा छङ्गु ख्वा गयौ पाला छङ्गु ख्वा गयौ पाला यसमा अब अनुहार अर्थात् ख्वा तिम्रो अर्थात् छङ्गु कस्तो राम्रो अर्थात् गयो बाला अब अलिकति रमाइलो सेन्टेन्स तरुनी मैया राम्री छ ल्यासे मेजु बाला ल्यासे मेजु बाला तरुनी अर्थात् ल्यासे मैया अर्थात् मेजु र राम्री छ भन्नको लागि बाला र केटा मान्छेलाई राम्रो छ भन्नको लागि पनि बाला नै भनिन्छ
र ल्यासे मेजु बाला भन्ने गीत पनि छ नेपाल भाषामा, त्यो पनि युट्युबमा हेर्न सक्नुहुन्छ। र केही पपुलर र राम्रो नेपाल भाषाको गीतहरूको लिङ्क, युट्युबको लिङ्कहरू मैले ब्लगमा पनि छोडेको छु, त्यसमा पनि चेक गर्न सक्नुहुन्छ। र अर्को तरुण दाजु राम्रो छ, ल्या 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 हो यो, अस्ति यो ल्या भयो, ल्यासे यो ल्याम 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 दाइचा दाइचा बाला, ल्याम दाइचा बाला। तरुण अर्थात् ल्याम, दाजु अर्थात् दाइचा, अर्थात् तरुण दाई राम्रो छ पनि भन्न सकिन्छ। साह्रै राम्रो, तस्क बाला तस्क बाला। माथि चाहिँ मैले साह्रै राम्री राखेको थिएँ, यो साह्रै राम्रो पनि तस्क बाला। काम राम्रो छ, अर्थात् कसैले काम गर्ने, काम गराए कसैको राम्रो छ भनेदेखि चाहिँ ज्या ज्या बाला ज्या बाला। र अब हामी कन्भर्सेसनतिर जाउँ। र दाइचा र मैचा मैले राखेको छु। अब केटा मान्छेले भन्छ कि मैया तिम्रो आँखा कति राम्रो। मैचा मैचा छङ्गु छङ्गु मिखा गुली 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 बाला। मैचा छङ्गु मिखा गुली बाला। र यसमा अब मैया मैचा भइहाल्यो, तिम्रो छङ्गु आँखा मिखा कति राम्रो गुली बाला। मैचा छङ्गु मिखा गुली बाला, यो गीत पनि छ, हजुरले यो हेर्नु पनि सक्नुहुन्छ। ब्लगमा पनि मैले यसको ट्रान्सलेसन पनि राखिदिएको छु। यो हजुरलाई त्यो प्रोनाउन्सिएसन बुझ्न गाह्रो भएदेखि मैले ब्लगमा राखिदिएको छु, त्यो नेवारी सङ लिरिक्स भन्ने पेजमा हेर्न सक्नुहुन्छ। त्यसपछि अब दाइचाले त्यस्तो भनेपछि मैचाले रिप्लाई दिन्छ, हो र, खला खला। त्यस्तै गरी अर्को उत्तर चाहिँ यस्तो हुनसक्छ, मैचा तिम्रो आँखा कति राम्रो भन्दाखेरि हो भनेर हामीले यस्तो पनि भन्न सकिन्छ, त्यो भन्दाखेरि चाहिँ ख। र अब कुनै केसेसमा हो र भनेर रिप्लाई आउँछ भने कुनै केसेसमा अब यस्तो रिप्लाई पनि आउन सक्छ, र यस्तो रिप्लाई पनि एन्सर पनि भन्नुपर्ने हुन्छ। र सुरु गरौँ, मैचाले यस्तो भन्नु पनि सक्छ, तरुण दाजुको आँखा राम्रो छैन जस्तो छ। ल्याम ल्याम दाइच्या दाइच्या च्या मिखा 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 बा 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 म ला बामला। यो खास बामला हो, सर्टकटमा बामला पनि भन्न सकिन्छ। थे चो ल्याम दाइच्या मिखा बामला थे चो, अथवा ल्याम दाइच्या मिखा बामला थे चो। बामला चाहिँ यस्तो भयो, बामला थे चो। प्रायः जस्तो भन्ने चाहिँ बामला नै हो, बामला बाला बामला। बाला अर्थात् राम्रो, बामला अर्थात् नराम्रो। यसमा अब तरुण भनेको ल्यामो भइहाल्यो, त्यसपछि आँखा मिखा भइहाल्यो, छैन जस्तो छ, राम्रो छैन जस्तो छ भन्नाले बामला थे चो। त्यस्तै गरी अब दाइचाले रिप्लाई गर्छ, त्यस्तो नभन न, अठे 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 ट्या मटे ले, अठे ट्या मटे ले। मैचाले रिप्लाई गर्छ, किन, छ्या छ्या। दाइचा, मन दुख्छ मेरो, नुगले नुग्ले नुग्ले स्याइ स्याइ जुगु, नुग्ले स्याइ जुगु। मन अर्थात् नुग, दुख्छ अर्थात् स्याइ, मेरो अर्थात् जुगु। त्यस्तै गरी अब दाइचाले मैचाको फेरि तारिफ कति राम्रो भनेर गर्दाखेरि चाहिँ, दाइचा, तिमी कति राम्री छ
गुली बाला छ गुली बाला मैचा अब यस्तो रिप्लाई दिन सक्छ धन्यवाद धन्यवाद भन्यो भने चाहिँ सुभे सुभे भे सुभे सुभे अनि त्यस्तै गरी मैचाले अब रिसायो भने बढी भएको पनि भन्न सक्छ बढी भएको भने भन्नु पर्दाखेरि चाहिँ अपो यसरी पनि बुझ्न सकिन्छ अपो अपो जुयौला 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 अपो जुयौला त्यस्तै गरी साह्रै रिसायो भने यस्तो पनि भन्न सक्छ एक कुहिएको मान्छे ए ढोगीम 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 ए ढोगीम मनु ए ढोगीम मनु त्यस्तै गरी अर्को चाँडै मरिस यस्तो पनि भन्ने गर्छ कसैले अब रिसायो भने चाहिँ याक न झो क निमा झोकनीमा झोकनीमा अब यो सीमा पनि भन्न सकिन्छ सीमा भन्दा पनि अब चोक्नीमा भनेको अझै रिसाएको बेला चाहिँ चोक्नीमा भन्छ सीमा र चोक्नीमा उस्तै उस्तै हो याक्न चोक्नीमा र अब यो बढी भएको भन्दाखेरि अपजुएला भइहाल्यो अनि कुहिएको मान्छे अर्थात् ठोगीमा भन्नाले कुहिएकोलाई ठोगीमा मान्छे मनु चाँडै अर्थात् याक्न मरेस चोक्नीमा अथवा सीमा त्यस्तै गरी अर्को पनि यस्तो रिप्लाई आउन सक्छ तिम्रो घरमा दिदी बहिनी छैन छङ्गु छङ्गु छे तता ता हो ताता होइन कसैले ताता पनि भन्छ तता हो त र ता तता के मरुला यो के हो होइन के हो के मरुला छङ्गु छे तता के मरुला तिम्रो अर्थात् छङ्गु घर छे दिदी बहिनी दिदी अर्थात् तता बहिनी अर्थात् के छैन मरुला र कसैले फेरि यस्तो पनि एन्सर दिने गर्छ रियल लाइफमा त मैले सुनेको छैन कमेडी प्रोग्राममा चाहिँ सुनेको दिदी बहिनी छ श्रीमती छैन अथवा दिदी बहिनी छ तर श्रीमती छैन पनि तर पनि थप्न सकिन्छ तता के दु कला मरु तता के दु कला मरु श्रीमती अर्थात् कला छैन अर्थात् मरु मैचा म कस्तो देखेकी छु जी गठे गठे खने 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 दु जी गठे खने दु म अर्थात् जी भयो कस्तो गठे कस्तो देखेकी छु गठे खने दु देखेकी खने दु अब दाइचाले रिप्लाई गर्छ दाइचाले अब साह्रै राम्री तस्क बाला अब यस्तो नभन्न पनि सक्छ ठट्टा गरेर भूत जस्तो ख्या थे भूत अर्थात् ख्या त्यस्तै गरी अब चन्द्रमा जस्तो भन्नु पर्यो भने चाहिँ तिमीला थे चन्द्रमा अर्थात् तिमीला अब यो दाइचाले सोध्छ यो खासै केटा मान्छेले चाहिँ कस्तो देखेको छु भने सोध्दैन तैपनि मैले यो राखिदिएको म कस्तो देखेको छु जी गठे खने दु जी गठे खने दु मैचाले रिप्लाई दिन्छ साह्रै राम्रो तस्क बाला अब मैचाले पनि जिस्किएर चोर जस्तो खुथे यसमा चाहिँ चोर अर्थात् खुङ अनि त्यस्तै गरी आवारा जस्तो हुल्या थे
हुल्या थिएँ आवार अर्थात् हुल्या नेक्स्ट चाहिँ अब यो कसैले अरूलाई एउटा मान्छेले अर्को मान्छेलाई प्राय सोद्धाखेरि उसको बानी कस्तो छ उइ उइ गु उइ उही होइन यो उइ हो उइलाई उइ यस्तो गर्दा ठिक होला कि उइ गु उइ गु बानी गठे 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 चो उइ गु बानी गठे चो त्यस्तै गरी अब त्यो मान्छेले रिप्लाई गर्दाखेरि चाहिँ अब राम्रो भन्नु पर्यो भने चाहिँ अब राम्रो रहेछ भने राम्रो अर्थात् बाला बाला त्यस्तै गरी कुहिने गरी बिग्रिएको छ त्यो भन्नु पर्यो ढोगिक 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 स्यो स्यो ढोगिक स्यो कुहिने गरी अर्थात् ढोगिक बिग्रिएको भन्नाले स्यो त्यस्तै गरी त्यस्तै हो भन्नु पर्यो भने चाहिँ अठे अठे ख त्यस्तै अर्थात् अठे खै कस्तो कस्तो मसु 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 गठे गठे मसु गठे गठे अर्को सेन्टेन्स अब हजुर रियल इस्टेट बिजनेसमा हुनुहुन्छ भने नेवा क्लाइन्ट पाउनु भयो भने चाहिँ अब यो सोध्नलाई पनि हुन्छ यो घर कस्तो छ ठो छि गे चो ठो छि गे चो अथवा गठे चो गे चो पनि भन्न सकिन्छ अब गे भनेको अब इङ्ग्लिसमा फेरि अलिक अर्कै हुन्छ गठे गठे नर्मल बोलीचाली भाषामा त जे भन्दा पनि हुन्छ तर अब प्रोफेसनल अब काम गर्दाखेरि चाहिँ अलिकति शब्द यो अलिकति राम्रो भयो भने बेटर हुन्छ यो घर कस्तो छ ठो छि गठे चो गठे गठे चो ठो छि गठे चो त्यस्तै अब रिप्लाई राम्रो छ रमाइलो छ बाला नेपुसे चो अब राम्रो छ भन्नु पर्यो भने चाहिँ अब बाला रमाइलो छ भन्नु पर्यो भने चाहिँ नेपुसे चो नेपुसे चो राम्रो छ भन्नु पर्यो भने चाहिँ अब बाला दु बाला चो त्यस्तो भनिँदैन राम्रो छको लागि चाहिँ बाला मात्र भनिन्छ र अब आफ्नो मायालुलाई छोडेर जानु पर्यो अथवा आफ्नो मायालाई भेटेर छुटेर जाँदाखेरि अथवा आफू बाहिर जाँदाखेरि अब भन्नु पर्यो भने चाहिँ यस्तो भन्न सकिन्छ राम्रोसँग बस्छ बालाक बालाक चो चो अर्थात् बस्छ बालक चो त्यस्तै राम्रोसँग जाऊ भन्नु पर्यो भने बालक हु मात्र होइन हु त्यस्तै गरी रिप्लाई हुन्छ जो जो र त्यस्तै गरी मैचाले भन्छ राम्रो साडी ल्याइदेऊ पालाउ पर्सी 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 हया बिउ बालाउ पर्सी हया बिउ दाइचाले भन्छ कस्तो हो गयो हौ गयो अब यो केटा मान्छेलाई चाहिँ अब प्राय खासै थाहा नहुने भएकोले मैले यो रिप्लाईमा कस्तो हो भनेर राखिदिएको हो र आजलाई यति नै थ्याङ्क यू फर वाचिङ शुभे र हजुरहरूलाई भिडियो मन पर्यो युजफुल लागेको छ भनेदेखि चाहिँ नि सोसियल मिडियामा सेयर पनि गरिदिन सक्नुहुन्छ